सरकारी उद्योगहरू नाफामा जान थाले पछाडि केही मान्छे 2-4 जना चाहिँ तनावमा परेका छन् साथीहरू। सरकारी उद्योगहरू नाफामा गएको पनि यिनीहरू के भन्दैछन्, घाटामा गएका छन्, घाटा हुन्छ, यो गर्नै हुँदैन, यो गलत हो, सरकारी उद्योग चलाउनै हुँदैन, यो त निजीलाई मात्र दिनुपर्छ भन्दछ। सरकारी उद्योग चलाउनुहुन्न। एट द एन्ड मेन्टेन्स है, लेभलमा लेभल आइदियो भने पनि 2-4 सय 2-4 हजार जनाले नेपाली जनताले जागिर त पाउँछन् यार। अनि यस्तो मान्छेहरूले देश बनाउँछ भनेर हामीले बुझिदिनु पर्ने। कोही छन् बाख्राचोर, कोही छन् देशका पैसा उडाएर घरभरि उडाउने जलाउने होइन, उडाएका छन्। कोही सिङ्गापुर पुगेर अहिले भर्खर ओर्लेका छन्। कोहीले बाख्राको निउ पाएर खोर बनाए, के बनाए, अहिले केही छैन। तिमीहरूले अनि राजनीति गर्ने, तिमीहरूले देश विकास गर्छौ भनेर हामीले विश्वास गरिदिनु पर्ने कुन मुखले? तिमीहरूलाई त दिँदैन, बट यो सरकारले गर्यो भने अर्कोलाई दिन्छ, तर तिमीहरूलाई चाहिँ